व्हाट्सअप सबैजनालाई फेरि पनि स्वागत छ मेरो युट्युब भिडियोमा हैन। आज धेरै पछि फेरि पनि युट्युब भिडियो एउटा सानो छोटो मिठो बनाउनलाई कोसिस गर्दै आजको भिडियोमा चाहिँ हामी हेर्नेछौँ 2026 को लागि हाउ म्यान सिटी सुड बी लाइनिङ अप है त। म्यान सिटीले चाहिँ कसरी, अभियसली हजुरहरूलाई थाहा छैन भने म चाहिँ आइएम सपोर्टिङ म्यानचेस्टर सिटी। त्यस्तो धेरै भएको त छैन हैन, फुटबल हेर्न थालेपछि हो म्यानचेस्टर सिटीलाई सपोर्ट गर्न थालेको लगभग 5-6 वर्ष जति भयो होला। लेट्स एनालाइज हाउ म्यान सिटी सुड बी लाइनिङ अप or how Man City will line up this season है त। Okay, let's do a free lineup है। अहिले चाहिँ वेज फ्री फर्म हैन। अब यो फुटमप चाहिँ सायद मेबी अपडेट भइसकेको छैन होला हैन, त्यही भएर चाहिँ इट्स सोइङ अ लट अफ त्यो हुन्छ नि पुरानो प्लेयरहरू देखाइरहेको छ। अभियसली वी नट गोना पिक जो प्लेयरहरू चाहिँ छोडेर गइसक्यो अनि जो प्लेयरहरू चाहिँ छोडेर जानेवाला छ वी नट गोना पिक हैन। त्यही पनि तर इनकमिङ प्लेयरहरू पनि वी माइट नट, लेट्स सी हैन। अब सबैलाई थाहा छँदैछ हैन, एन्जो मरेस्का चाहिँ पहिला चेल्सीमा हुँदाखेरि, लेस्टर सिटीमा हुँदाखेरि चाहिँ he loves to play back three and use his keeper as a extra center back हैन। उसले चाहिँ जहिले पनि 3 ब्याक लाइन खेलेर सेन्टरलाई पनि बल पासिङ किपर खेलाएर एज अ सेन्टर ब्याकको रोलमा युज गर्न खोज्थ्यो जहिले पनि। अनि सेम कुरा उसले सिटीको एकाडेमीमा पनि युज गरेको थियो, वाज गोइङ भेरी गुड हैन। चेल्सीबाट पनि राम्रो ट्रफी जितेको, सबैलाई थाहा छ। त्यसो पिएसजीलाई क्लब वर्ल्ड कपको फाइनलमा हराएर ही वाज द म्यान है, ही वाज द म्यान। अब यति भन्दै हामीसँग चाहिँ अहिलेको लागि हेर्नु हो भने चाहिँ गोल आई मिन बल प्लेइङ किपर छैन हैन। डोनारुमा 1v1 shot stopping player, very good. He can stop us like shot and very good on 1v1. But सबैलाई थाहा छ, not a very big fan. He is not a very big player to play the ball on his foot. Like बल खुट्टाले पासिङ खेल्ने ओर्ने उसको चाहिँ त्यस्तो खासै एबिलिटीहरू चाहिँ छैन हैन। हातले बल छेक्छ, 1v1 मा राम्रो छ, तर खुट्टाले बल पासिङ खेल्ने, बल अगाडि हुन्छ नि इयर बलहरू दिने पासिङ सिस्टम उसको चाहिँ छैन। तर पनि मेबी हि इज वर्किङ अन द्याट, वर्किङ गर्दैछ होला, सिक्दैछ होला। अर मेबी म्यानेजर इज चेन्जिङ हिज ट्याक्टिक्स हैन। मेबी म्यानेजरले चाहिँ उसको ट्याक्टिक्स चेन्ज गरेर ब्याक फोर पनि खेल्न सक्छ। बट टुडे आजको भिडियोमा चाहिँ इट्स अल एबाउट माई पर्सपेक्टिभ र इट्स अल एबाउट माई प्रेडिक्सन हैन। अथवा म भएको भए चाहिँ कसरी म्यान सिटीलाई खेलाउँथेँ है त। त्यो हिसाबले किपरमा अभियसली डोनारुमा हैन, जेम्स ट्राफर्ड थियो, ही अलरेडी लिभ म्यान सिटी हैन, लिड्समा साइन गरिसकेको छ उसले चाहिँ। सो ब्याकलाइन डोनारुमा, जोन स्टोन गइसक्यो, रुबिन डियास। डोनारुमा छ हैन, उसले चाहिँ कस्तो चाहिँ खेलाउँछ भन्दाखेरि डोनारुमा छ अहिलेको लागि चाहिँ उसलाई किपरमै राखौँ हामी हैन। यो ठुलो हुँदैन, कसरी ठुलो हुन्छ फुल। ल डोनारुमा अहिले किपर नै बस हैन। हाम्रो राइट डिफेन्डर चाहिँ नुनेस, जसरी पनि हैन नुनेस नै भइहाल्छ, किनभने भेरी गुड प्लेयर। मिडफिल्डर, एज अ मिडफिल्डर सिटीमा मिडफिल्डरको लागि आएको भए पनि लास्ट इयर्स पेप गार्डियोलाको अन्डरमा चाहिँ ही ह्याड लर्न भेरी गुड डिफेन्डिङ स्किल्स एन्ड ही ह्याज अपलिफ्ट हिमसेल्फ इन द्याट पोजिसन। एन्ड आई थिङ्क उसले चाहिँ त्यो राइट ब्याकको पोजिसन चाहिँ आफ्नो बनाइसकेको छ अहिले चाहिँ हैन। अब अभियसली सेन्टर ब्याक जोन्सन छैन, त्यही भएर वान अफ आवर ग्रेट साइनिङ मार्क गेही। आई थिङ्क ही विल बी अ भेरी गुड प्लेयर हैन। भर्खर 25 वर्षको यङ, लभ्स टु प्ले बल, लभ्स टु प्ले द पासेस थ्रु द मिडल हैन। त्यो एज अ क्लासिक डिफेन्डर भन्दा नि ऊ चाहिँ हल्का हाइब्रिड खालको डिफेन्डर छ। बलहरू पास खेल्न मन पराउँछ, फरवर्ड जान मन पराउँछ, अट्याकिङ जान मनपर्छ उसलाई चाहिँ हैन। बलहरू पास खेल्छ। जस्तै उसको चाहिँ के छ भने बल खेल्दाखेरि ऊ चाहिँ यो पोजिसनतिर भइरहेको हुन्छ क्या हैन, सेन्टर लाइनतिर भइरहेको हुन्छ। अनि हि लभ्स टु प्ले पास यो साइडमा पनि, हि लभ्स टु प्ले पास दिस साइडमा पनि हैन।
अर्को हाम्रो छ रुबिन डियास। रुबिन डियासको चाहिँ हल्का अलि ट्रिकी सिचुएसन छ अहिले। अरू यङ डिफेन्डरहरू अपलिफ्ट अथवा प्रिभियस सिजनको गेमहरू हेर्दाखेरि मेबी हि माइट नट गेट अ स्टार्टिङ पोजिसन, हि माइट गेट अल्सो, इट्स अल डिपेन्ड्स अपन हिज म्यानेजर होइन, एन्जो मरिस्काको हातमा छ। तर इफ आई वाज द म्यानेजर आई थिङ्क आई विल प्ले रुबिन डियास, कज किनभने एउटा तिम्रो हुन्छ नि ब्याक लाइनमा चाहिँ एउटा एक्सपिरियन्स, एउटा तिम्रो मेन म्यान लिडरसिप चाहिँ चाहिन्छ जस्तो लाग्छ होइन। म्याथ्यु न्युनेज पनि यङ अनएक्सपिरियन्स प्लेयर, त्यही मिडफिल्डको प्लेयर, राइट ब्याक खेलिरहेको छ होइन। मार्कगेही ठुलो क्लबबाट हल्का अहिले पर्फर्म गरिसकेको छैन, लास्ट पनि हाफ सिजनमा जनवरी साइनिङमा आएको हो, नट त्यस्तो स्क्वाडसँग भिजिसकेको छ जस्तो लाग्दैन मलाई। रुबिन डियास छ, रुबिन डियास आई थिङ्क हि विल बी अ की लिडर एन्ड वान अफ द क्याप्टेन्स होइन, क्याप्टेन एसोसिएसनको आई थिङ्क हि विल बी वान अफ द लिडर, अनि सिटीमै बस्छ जस्तो लाग्छ। लेफ्ट ब्याकमा चाहिँ आई वान्ट लेफ्ट ब्याक एज अ जस्ट फगाडियो, किनभने हि इज भेरी 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 हाइब्रिड प्लेयर, हि क्यान प्ले एज अ सेन्टर ब्याक और हि क्यान गो अफ फ्रन्ट एन्ड हेल्प हुन्छ नि विङ्गरलाई। हि इज अ प्लेयर हु इज मोस्ट लाइकली टु स्कोर अ गोल एज अ डिफेन्डर होइन, किनभने चाहिँ ऊ चाहिँ जहिले पनि यो एरियामा चाहिँ गएर उसले बल खेलिरहेको हुन्छ क्या। यसो अघिल्लो सिजन भन्दा नि अघिल्लो सिजनमा चाहिँ प्रिमियर लिगको हाइएस्ट स्कोरिङ डिफेन्डरमा परेको थियो होइन, डिफेन्डरहरूमध्ये हाइएस्ट स्कोर गरेको चाहिँ उसले थियो। जहिले पनि हि लभ्स टु प्ले अन दिस साइड क्या, यहाँनिर हुन्छ नि राइन्डर्स र अहिलेको लागि राइन्डर्स र सबिनियोको बिचमा खेल्न चाहिँ हि लभ्स टु प्ले दिस साइड, हि लभ्स टु गो फरवर्ड, हि लभ्स टु सुट द बल होइन इन द पोस्ट, हि लभ्स टु एट्याक द बल क्या। अनि भेरी गुड अन डिफेन्डिङ, ह्याभ भेरी भेरी गुड पेस होइन, कुद्नमा पनि त्यस्तै राम्रो छ, डिफेन्डिङ पनि अति नै बवाल छ उसको होइन, यङ डिफेन्डिङ पनि अति कडा, के भन्नु अब एउटा क्लास नै हो क्या। यो ब्याक लाइन चाहिँ आई एम लुकिङ दिस ब्याक लाइन चाहिँ सोलिड ब्याक लाइन देखिरहेको छु, प्लस डोनारुमा किपर होइन, सोलिड ब्याक लाइन छ। अब बर्नार्डो सिल्भा चाहिँ गइसक्यो, उसको ठाउँमा चाहिँ वी हेभ साइन एलियट एन्डरसन दिस सिजन, एलियट एन्डरसन किनेको छ हामीले चाहिँ होइन दिस सिजन, विच इज भेरी 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 गुड प्लेयर, यङ स्क्वाड, यङ प्लेयर होइन, एनदर भेरी क्लासिक प्लेयर। अब यहाँ सिचुएसन चाहिँ ट्रिकी कहाँ छ भन्दा चाहिँ एज पर आजको डेटसम्म चाहिँ वी स्टिल हेभ रोड्री होइन, वी स्टिल हेभ रोड्री अन आवर टिम, बट अहिलेको सिचुएसनमा चाहिँ हेर्नु हो भने चाहिँ यो लाइनअप हुन्छ, तर रोड्री अलरेडी हुन्छ नि 29 इयर्स ओल्ड अलरेडी रियल मड्रिडले साइन गर्ने कोसिस गर्दैछ। हि इज अल्सो भेरी निन अन जोइनिङ रियल मड्रिड, हि लभ्स रियल मड्रिड होइन, उसको अब स्पेन मड्रिड बोर्न हुन्छ नि फ्यामिली उतै, हि लभ्स मड्रिड, हि वान्ट्स टु गो मड्रिड होइन, एज पर उसको अहिले पिकमा पनि छ, प्राइम टाइम पनि हो, त्यही भएर लेट हिम गो, किनभने अलरेडी 30 वर्ष पनि भइसक्यो। आई डोन्ट थिङ्क वी निड हिम एनिमोर, बिकज I think we have very good other players like young players that can fill his gap, or यो सिजन नभए पनि 1-2 सिजन टाइम दियो भने चाहिँ I think we have a player who can be a next Rodri होइन, लाइक निको गोन्जालेज अनि बुवाडी पनि किन्ने कुरा छ, बुवाडी आयो भने पनि एज वी सी अलरेडी हि इज अ भेरी 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 गुड प्लेयर, भेरी गुड अन द बल होइन, मोरोक्कोबाट कस्तो राम्रो खेलेको थियो योपालि वर्ल्ड कपमा। सो अहिलेको लागि आई विल किप निको गोन्जालेज इन हियर, निको गोन्जालेज होइन स्वाप गरौँ। आई थिङ्क एड्रेसन चाहिँ यो लाइनबाट यो पोजिसनबाट तिम्रो हुन्छ नि लेफ्ट डिफेन्स मिडबाट खेल्छ होला, गोन्जालेजले मोर लाइक टु प्ले अन राइट डिफेन्सिभ। आई थिङ्क हि इज अल्सो गोन्जालेजको पनि पोजिसन प्रिफर पोजिसन चाहिँ लेफ्ट नै होला, तर आई थिङ्क हि क्यान प्ले बोथ एन्ड हि इज अ भेरी यङ ट्यालेन्टेड होइन, लास्ट सिजन पनि राम्रो खेलेको थियो। सिर्फ उसको चाहिँ के थियो भन्दाखेरि बल पासिङमा चाहिँ हल्का मिस्टेक भइरहेको थियो हुन्छ नि, मिस पासहरू गरिरहेको थियो जुन चाहिँ रोड्रीले गर्दैन, तर हुन्छ नि बल कन्ट्रोल, गेमलाई डिक्टेट गर्ने, बल कन्ट्रोल गर्ने चाहिँ हि इज भेरी 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 गुड अन द्याट वान। बिचमा हाम्रो राइन्डर्स छ एन्ड आई थिङ्क हि विल अल्सो बी अन सब्स्टिट्युट दिस सिजन एज वेल, भेरी गुड प्लेयर होइन, आई वान्ट हिम टु स्टार्ट। एक हुन्छ नि बक्स टु बक्स मिडफिल्डर, सेरियाको वान अफ द बेस्ट मिडफिल्डर, आई थिङ्क उसले सेरियामा चाहिँ 2 सिजन अगाडि चाहिँ बेस्ट मिडफिल्ड पनि पाएको थियो जस्तो लागेको छ। भेरी लाइकली टु स्कोर गोल होइन, ही लभ्स टु सुट बल अन पोस्ट होइन, बल लिएर फरवर्ड रन एकदमै हि लभ्स टु रन फरवर्ड विथ द बल,
बल लिएर पोस्ट बक्स क्र्यास हि लभ्स टु डु द बक्स क्र्यास होइन, बक्समा क्र्यास गर्न मनपर्छ, सुट हान्न मनपर्छ, बल एकदम खुट्टामा लिएर कुद्छ भने होइन, मोर लाइकली एज अ के भन्ने अब हि इज मोर लाइक टु गो फरवर्ड क्या, हि लभ्स टु गो फरवर्ड होइन। अनि काइन्ड अफ स्याड पनि किनभने यस्तो राम्रो मिडफिल्डरले प्लेइङ 11मा नपाउँदाखेरि, तर पनि होइन ठिकै छ। आई वान्ट फिल फोर्डन टु प्ले एज अ सिआइएम सेन्ट्रल अट्याकिङ मिडफिल्डर, किनभने एज वी अल नो होइन 2-3 वर्ष अगाडि यङ प्लेयर अफ द सिजन प्रिमियर लिगको लास्ट 2 सिजन भयो, हल्का अलि चल्न सकिरहेको छैन, तर आई थिङ्क हि विल बी ब्याक दिस सिजन, फर्केर आउँछ होला, राम्रो गर्छ होला जस्तो लाग्छ एज पर मेरो भरमा चाहिँ। अनि हि अल्सो लभ टु प्ले एज अ फल्स 9 होइन, फल्स 9 पनि पहिला थाहा छ हामीले त्यो ट्रिबल जितेको सिजनमा पेप गार्डियोलाले उसलाई फल्स 9मा युज गरेको थियो। हि लभ्स टु स्कोर गोल, लेफ्ट फुटको सुटिङ त उसको बबाल नै छ, लेफ्ट फुटको सुटिङ होइन, हि लभ्स टु स्कोर गोल एज वेल। अनि मोस्ट लाइकली टु प्ले अन लाइक दिस एरिया हुन्छ नि, यो एरियातिर हि इज मोस्ट लाइकली टु प्ले होइन, हि इज मोस्ट लाइकली टु टच हिज बल अन दिस एरिया अर मेबी दिस एरिया एन्ड स्कोर आउट अफ द बक्स होइन। राइटमा अभियसली डोकु नै हो हाम्रो, अरू कोही पनि छैन राइटमा होइन, जेरेमी डोकु ऊ पनि हि लभ्स टु प्ले एज अ विङ्गर एन्ड हि अल्सो लभ्स टु प्ले एज अ इनसाइड अट्याकर होइन। ऊ चाहिँ 1v1मा पनि एकदमै अति बवाल हुन्छ नि, इनसाइड पनि कट पनि एकदम राम्रो हान्छ, सानो ग्यापमा पनि छलाउन पनि एकदम राम्रो छ, सुटिङ पनि डिसेन्ट नै छ, नट अ बिग फ्यान अफ हिज सुटिङ बट होइन हान्छ नै राम्रै छ, हान्छ पनि। एज अ नम्बर 9 त अब नन अदर देन अर्लिङ हालान्ड होइन, अब उसको त कुरै गर्न पर्दैन, भेरी 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 बिग प्लेयर। कहाँ गयो निको गोन्जालेस, उसको त अब कुरै गर्नु पर्दैन होइन, अब नम्बर 9 अरू कोही छँदा पनि छैन सिटीमा, ओमा मामुस हो, उसको खासै मामुसको पनि सुटिङ त्यस्तो बवाल त छैन, तर बल क्यारी गरेर लग्छ मामुसले पनि, तर हालान्डको त अब सुटिङ फिनिसिङ देयर इज नो डाउट अन द्याट। एन्ड राइटबाट चाहिँ आई थिङ्क आई लभ टु सी रायन छर्की प्लेइङ अन राइट विङ, तर समिन्ने पनि एज अ गुड राम्रो छ होइन, हि अल्सो बिग मनी साइनिङ हो समिन्ने पनि, उसलाई पनि बेन्चमा राख्न चाहिँ मिल्दैन, तर वी डोन्ट ह्याभ अप्सन, टु मेनी गुड प्लेयर्स छ होइन। चर्की लास्ट सिजन देखिहाल्यो सिजनको इन्डियनमा हाउ गुड हि वाज होइन, त्यो रेबोना पास हुन्छ नि, त्यो स्मल ग्याप्समा हि युज टु फाइन्ड अ स्मल लाइक पासेस अन द स्मल ग्याप्स होइन, त्यो ड्रिब्लिङ इनसाइड कट हुन्छ नि, सानो ग्यापमा पनि छिर्न सक्ने, not a like a typical winger, but he most likely to play on this position, and I think Foden will play around here होइन, Foden will play around here I think, अनि चर्की चाहिँ I think he will be playing around here also. He prefer both foot होइन, तर I think he is more good on his left foot as a Foden जस्तै he is more on his good on his left foot, but I think he also prefer to play on this position and यो पोजिसनमा चाहिँ के छ भन्दाखेरि यसरी खेल्दाखेरि चाहिँ आई थिङ्क नुनेज विल गो ओभर हे, नुने चाहिँ ही अल्सो मोर लाइकली टु डु ओभरल्याप होइन, ही लभ्स ओभरल्यापिङ। अघिल्लो सिजन बर्नार्डो सिल्भा हुँदाखेरि बर्नार्डो सिल्भा यहाँबाट खेल्थ्यो, नुने चाहिँ यो साइडबाट खेल्थ्यो होइन, दे पोर्चुगिज, अनि बर्नार्डो सिल्भा हुँदाखेरि चाहिँ दे 1v1 चाहिँ त्यो हुन्छ नि, 1 टचेस पास चाहिँ इन्सेन नै थियो होइन। नुनेज ही लभ्स टु डु ओभरल्याप, अनि ऊ पनि डोकु एज अ टिपिकल विङ्गर खेल्दाखेरि तिम्रो होइन, गार्डियोल पनि ही लभ्स टु प्ले अन दिस साइड, अनि त्यही हो। आई थिङ्क दिस लाइनअपले चाहिँ तिम्रो के हुन्छ भन्दाखेरि चाहिँ हुन्छ नि, एज दिस लाइनअप खेल्दा चाहिँ वेन वी आर अट्याकिङ आई थिङ्क वी विल प्ले एज दिस होइन, लाइक दिस, हाम्रो अट्याक गर्दाखेरि चाहिँ आई थिङ्क वी विल बी प्लेइङ लाइक दिस होइन, एज अ किप्पर हल्का माथि गएर गोन्जालेज एज अ डिफेन्डर जसरी रोड्रिज झर्थ्यो नि,
रोड्री झरेर एलियट एन्डरसन चाहिँ रोड्रीको जस्तो पासिङ खेल्ने भनेर हि युज टु हुन्छ नि यहाँबाट फोडेनलाई पास दियो चर्कीलाई पास दियो डोकुलाई पास दियो अथवा नुनेज पनि यतातिर आयो भने यसलाई पनि नुनेजलाई नि पास गर्न सक्यो आई थिङ्क एडरसन विल बी प्लेइङ लाइक दिस होइन डोनारुमा यता झरेर अथवा वेन वी आर डिफेन्डिङ हामीले डिफेन्डिङ गर्दाखेरि चाहिँ अथवा कोहीले एट्याकिङ गर्दाखेरि चाहिँ आई थिङ्क वी विल बी डुइङ दिस जस्तो लाग्छ I think this will be a good defending structure for us. हुन्छ नि यस्तो गरेर आई थिङ्क हामीले डिफेन्डिङ गर्दाखेरि चाहिँ आई थिङ्क आवर पोजिसन विल बी लाइक दिस होइन 4-2-3-1 4-2-3-1 होइन लाइक दिस हुन्छ जस्तो लाग्छ होइन त्यही हो आई थिङ्क दिस इज हाउ एन्जो मरेस्का सुल बी प्लेइङ द सिटी टिम or this is how Enzo Maresca might play जस्तो लाग्छ के लाग्छ हजुरहरूको थट्स भन्नु होला यति भन्दै मेरो चाहिँ प्रेडिक्सन अथवा मेरो चाहिँ हाउ आई वान्ट माई टिम म्यान्चेस्टर सिटी टु प्ले होइन जस्तो लाग्छ ल सी यू गाइज इन द नेक्स्ट भिडियो सी यू टाटा बाई बाई